नमस्कार साथीहरू, यो भिडियोमा आज हामी नेपाल प्रहरी जवानलाई लोकसेवा आयोगले सोध्ने 100 मार्क्सको क्वेसन्स पेपरलाई कसरी सल्युसन गर्ने, कस्ता खालका क्वेसनहरू आउँछन्, त्यसको वस्तुगतको आन्सर कसरी लेख्ने, विषयगतको कपी फर्मेट कसरी बनाउने भन्ने बारेमा यो भिडियोमा हामी सिक्नेछौँ। र हामीसँग यहाँ क्वेसन पेपर रहेको छ। नेपाल प्रहरी जवानलाई लोकसेवा आयोगले 2081 साल 3 महिना 29 गते लिएको यो परीक्षाको प्रश्नपत्र छ। यो प्रश्नपत्रको जुन 100 मार्क्स क्वेसन सोधेको छ, हामी टोटललाई यसमा वस्तुगत कपीको फर्मेट कसरी बनाउने, के कुराहरू लेख्नु पर्दछ, र त्यसपछि कपीको फर्मेट कसरी बनाउने र कपीमा चाहिँ विषयगतको कुराहरू कसरी लेख्नु पर्दछ भन्ने बारेमा यो भिडियोमा जान्नेछौँ। र यो भिडियो हेरिसकेपछि तपाईँहरूले नेपाल प्रहरी जवानलाई लोकसेवाले सोध्ने क्वेसन पेपरको 100 मार्क्सको सल्युसन, कपी फर्मेट कसरी बनाउनु पर्दछ भन्ने बारेमा सजिलैसँग जान्न सक्नुहुनेछ। र तपाईँहरू नेपाल प्रहरी जवानको लिखित तयारी निःशुल्क रूपमा घरमै बसेर गर्न चाहनुहुन्छ भने त्यसका लागि तपाईँहरूले प्ले स्टोरबाट एएपी लिखित मोबाइल एप्लिकेसन डाउनलोड गरेर स्मार्ट तरिकामा घरमै बसेर लिखित तयारी गर्न सक्नुहुनेछ। आउनुहोस् साथीहरू, ढिलो नगरिकन लोकसेवा आयोगले नेपाल प्रहरी जवानलाई सोध्ने 100 मार्क्सको क्वेसन पेपरलाई सल्युसन गरौँ। ओके एभ्रिवान, अब कुरा गरौँ नेपाल प्रहरी जवानमा जुन लिखित परीक्षा हुँदाखेरि के गर्नुपर्छ, कसरी गर्नुपर्छ, एमसिक्यू पेपर कसरी आउँछ, कपी फर्मेट कसरी बनाइन्छ, त्यो कुरा पहिला कुरा गरौँ। सबैभन्दा पहिला अब तपाईँहरूलाई जुन तपाईँको परीक्षा सुरु हुने टाइम चाहिँ 11 बजे, पहिलो घन्टी अब तपाईँलाई 11 बज्नुभन्दा अगाडि चाहिँ तपाईँलाई 15 मिनट अगाडि कम्तीमा तपाईँलाई कपीको फर्मेट र तपाईँलाई यस्तो खालको यो एमसिक्यू पेपर दिन्छ सुरुमा। जुन 15 मिनटमा तपाईँले यो एमसिक्यू पेपर फिलअप गर्ने कुराहरू फिलअप गर्ने र यो कपीको फर्मेट बनाउने कुराहरू फर्मेट जस्तै माने कपीको फर्मेटमा तपाईँले यताबाट 2-3 सेन्टिमिटर हुने गरी यसरी फोल्ड गर्नु होला कपीलाई, र तपाईँले सकेसम्म स्केल चाहिँ लिएरै जानु होला। यसरी यहाँनिर हुने गरी यसलाई फोल्ड गर्ने यता, र यसलाई पनि यतातिर अलिकति फोल्ड गरेर, र स्केल छ भने तपाईँले सर्ट यो स्केल राखेर सर सबैतिर तान्नु होला, सबै पान्नामा बनाउनु होला। यो कपी फर्मेट बनाउने कुरा भयो। र अर्को कुरा रह्यो एमसिक्यू पेपर भर्ने कुराहरू। तपाईँले यो जुन घन्टी लाग्नुभन्दा अगाडि 15 मिनट हुन्छ, त्यो 15 मिनटको समयमा यो एमसिक्यू पेपर चाहिँ फिलअप गरिसक्नुपर्ने हुन्छ। जस्तै यहाँनिर म उदाहरणको रूपमा तपाईँलाई देखाउँछु। जस्तै यो एमसिक्यू पेपर एउटा नमुना हो। यस्तै टाइपको 40 वटा क्वेसन हाम्रो एमसिक्यूको आउने भनेर यता 20 गरी राखेको हुन्छ। त्यो कुराहरू अहिले हेरौँला। अब यसलाई भर्दाखेरि के गर्नु पर्यो भने नमुनाको रूपमा अगाडि नै भरिसकेका छौँ। अहिले यहाँनिर हेर्न सक्नुहुन्छ। अब यहाँनिर तपाईँहरूलाई यहाँ खुल्ला ठाउँहरू छ होइन। यहाँनिर भनेको तपाईँले अब यो के भनेको छ, समावेशी समूह अन्तर्गत कुन पदमा, जस्तै सुरुमा 1 नम्बरमा खुल्ला राख्ने, अब 2 नम्बरमा लेडिज भने लेडिजले महिलामा भरेको हुन्छ महिला राख्ने, आदिवासी जनजाति राख्ने, दलित भने दलित राख्ने, पिछडिको भने पिछडिको राख्ने, सेम कुरा यहाँ फिलअप गर्ने। र त्यसपछि गएर यहाँनिर विज्ञापन नम्बर चाहिँ तपाईँको राख्ने। अब यो वर्षको विज्ञापन नम्बर कति हो, त्यो विज्ञापन नम्बर तपाईँले यहाँनिर राख्ने। तपाईँसँग मास्टर्स के हुँदैन, आन्सर के अहिले आएको हुँदैन, त्यही भएर यहाँनिर छोडिदिने। अब सेवामा तपाईँले नेपाल प्रहरी भनेर राखिदिने, समूहमा साधारण समूह राखिदिने, उपसमूह भने साधारण उपसमूह राखिदिने, अनि चाहिँ पदमा चाहिँ प्रहरी जवान भन्ने। त्यसै श्रेणी वा तहमा चाहिँ यहाँनिर तपाईँले श्रेणी वा तहमा के भन्नु पऱ्यो त, राजपत्र अनङ्कित चतुर्थ श्रेणी भनेर यसरी लेख्ने। र अब तपाईँको नाम थर के छ त्यो अङ्ग्रेजीमा र नेपाली दुईटा अक्षरमा लेख्ने। त्यसै तपाईँको यहाँनिर रोल नम्बर भनेको हुन्छ, यो रोल नम्बरको ठाउँमा तपाईँको दर्ता नम्बर राख्ने, प्रजातन्त्रमा भएको यहाँनिर तपाईँले जुन दर्ता नम्बर छ त्यो दर्ता नम्बरलाई राख्ने। अब दस्तखतमा तपाईँले फार्ममा जस्तो खालको सिग्नेचर गर्नुभएको छ त्यो सिग्नेचरलाई यहाँनिर गर्ने। अब स्थायी ठेगानामा तपाईँको फार्महरू तपाईँले आफ्नो स्थायी ठेगाना कहाँ राख्नुभएको छ त्यो स्थायी ठेगाना यहाँनिर राख्ने। अब बुवा आमा हजुरआमा कसको नाम आउँछ त्यो नामहरू यहाँनिर फिलअप गरिदिने र विषयलाई छोडिदिने। त्यसपछि यहाँनिर तपाईँको परीक्षा केन्द्र भनेको हुन्छ। अब तपाईँ परीक्षा कुन ठाउँबाट दिँदै हुनुहुन्छ, कुन विद्यालयबाट दिनुहुन्छ, विद्यालयको नाम थाहा छ भने विद्यालयको नाम लेखिदिने, नभए तपाईँ कुन स्थानबाट दिँदै हुनुहुन्छ त्यो स्थानको नाम लेखिदिने। र यो मितिको ठाउँमा अब परीक्षा हुँदाको मिति लेख्ने। यति कुराहरू तपाईँले सुरुमा फिलअप गर्नुपर्ने भयो। अब यो गरिसकेपछि तपाईँ के हुन्छ, टक्क तपाईँको जनाउ घन्टी लाग्छ परीक्षा सुरु भएको जनाउ घन्टी लाग्ने बित्तिकै तपाईँलाई चाहिँ अब परीक्षामा के गरिन्छ त, परीक्षाको प्रश्नपत्र दिइन्छ है। तपाईँलाई टक्क घन्टी लाग्ने थियो। अब यो यस्तो खालको प्रश्नपत्र दिन्छ तपाईँलाई परीक्षामा। अब यो खालको दिइसकेपछि अब सबैलाई दिइसकेपछि सबैभन्दा पहिला काम तपाईँले के गर्नुपर्ने हुन्छ भने यो प्रश्नपत्र पाउने बित्तिकै तपाईँले के काम नगर्नुहोस्, सिम्पली एउटा काम चाहिँ अनिवार्य गर्नु होला। र त्यो काम के भने तपाईँले सुरुमा गर्नुपर्ने काम के हो भने त्यसका लागि तपाईँले आफ्नो यो प्रश्नपत्र जुन हुन्छ यो प्रश्नपत्रमा तपाईँले आन्सर की खोज्ने। सबैभन्दा पहिलो काम तपाईँको आन्सर की। जस्तै हाम्रो यहाँनिर देख्न सक्छ तपाईँले यो प्रश्नमा आन्सर के छ त, हाम्रो आन्सर की सी छ। कसैको ए हुनसक्छ, कसैको बी हुनसक्छ, कसैको सी हुनसक्छ, कसैको डी हुनसक्छ। सबैभन्दा पहिला हामीले यो प्रश्नपत्रमा जुन दिएको छ यो प्रश्नपत्रमा आन्सर की खोज्ने। र हाम्रो जुन उत्तर पुस्तिका छ नि यो उत्तर पुस्तिकाको केइवाई की भनेर अप्सन हुन्छ एउटा, यो आन्सर कीको केइवाई की लेख्ने
अप्सन हुन्छ। यो अप्सनमा गएर जुन तपाईँको प्रश्नपत्रको की छ ABCD मध्ये जुन छ त्यही लेख्ने। जस्तै अहिले हामीसँग C को छ भने यहाँनिर हामीले गएर के गर्यो, यो कोठामा क्यापिटल लेटरमा C भनेर लेखौँ हो। यो नलेख्दासम्म तपाईँको कपी चेक हुँदैन। त्यही भएर मस्ट इम्पोर्टेन्ट छ यो आन्सर की चाहिँ तपाईँले छुटाउँदै नछुटाउनु। यदि यो छुटाउनु भयो भने तपाईँले चाहिँ तपाईँको परीक्षामा कपी चेक हुँदैन। अब यति पाइसकेपछि तपाईँले के गर्नु पर्यो भने अब यो प्रश्नपत्रलाई मजाले 5-10 मिनट दिएर तपाईँले पढ्नु होला मजाले सुरुदेखि अन्तिमसम्म के प्रश्न आएका छन्, कसरी प्रश्नहरू आएका छ, के सोधिएको छ भनेर एकचोटि सर 5-10 मिनट 15 मिनटको टाइम लिएर चाहिँ तपाईँले प्रश्नपत्रलाई राम्रोसँग अध्ययन गर्नु होला। र यो गरिसकेपछि तपाईँलाई अब कस्ता खालका प्रश्नहरू आएका छन्, के आएका छन् भन्ने कुरा तपाईँको रिभिजन पनि हुन्छ र तपाईँले बुझ्नुपर्ने हुन्छ। अब यो पाइसकेपछि तपाईँको अब के हुन्छ 10-15 मिनट तपाईँले पढिसकेपछि त्यसपछि मात्रै के गर्ने, तपाईँले आफ्नो आन्सर कीमा चाहिँ यो जुन उत्तर पुस्तिका छ नि यहाँनिर चाहिँ यो उत्तर पुस्तिकालाई भर्न सुरु गर्ने। के गर्ने त अब यहाँनिर क्वेसन्सहरू हेर्ने, यतातिर आन्सरहरू लेख्ने। जस्तै अब यो क्वेसन्सहरूको आन्सर लेख्दाखेरि मैले यो विषय लेख्ने, विषयको लागि यहाँनिरको यो कुरा जुन छ त्यो गरेर सर्लक्कै तपाईँले यहाँनिर लेखिदिँदा चाहिँ हुन्छ है त यो विषयमा। अब त्यसपछि कुरा गरौँ अब हाम्रो यो जुन आन्सर की भनेर चाहिँ कतिपयलाई कन्फ्युजन हुन्छ, सर यहाँनिर कोठामा टिक लगाउने हो कि के गर्ने भन्ने हुन्छ। यो कपीमा चाहिँ तपाईँले टिक लगाउने होइन, यो कपीमा यहाँ क्वेसन नम्बर हुन्छ यतातिर अनि यसको चाहिँ आन्सर हुन्छ। आन्सर भनेको ABCD अप्सनहरूमध्ये कुन आन्सर त्यो। र सबैभन्दा इम्पोर्टेन्ट कुरा तपाईँले यो आन्सर कीहरूको आन्सर लेख्दाखेरि चाहिँ सबै लेटर तपाईँको क्यापिटल लेटरमा हुनुपर्छ। स्मल लेटरमा लेख्नुभयो भने आन्सर सही भए पनि सही मानिँदैन। त्यसैले तपाईँले यो सबैलाई चाहिँ क्यापिटल लेटरमा लेख्नुपर्ने हुन्छ। ल अब कुरा गरौँ प्रश्नपत्रतिर जाउँ है त। अहिले हामीसँग यो लोकसेवा आयोगले नेपाल प्रहरी जवान पदलाई 2081 साल 3 महिना 29 गते सोधेको प्रश्नपत्र छ जसको आन्सर की भनेको C भएको भने अब यो प्रश्नपत्र अनिवार्य फिर्ता गर्नुपर्ने छ। फिर्ता नि गर्नुपर्ने हुन्छ। समय कति घन्टा हुन्छ, अब 2 घन्टा हुन्छ। अब यहाँनिर चाहिँ तपाईँलाई स्पष्ट उत्तर पुस्तिकामा के अनिवार्य रूपले उल्लेख गर्नुपर्ने छ भनेको छ जुन हामीले उल्लेख गर्यौँ र उल्लेख नगरेको खण्डमा उत्तर पुस्तिका रद्द हुन्छ। किनभने हामीले भने चेक हुँदैन। परीक्षामा क्यालकुलेटर मोबाइल प्रयोग गर्न पाइने छैन। प्रत्येक खण्डको उत्तर छुट्टा छुट्टै उत्तर पुस्तिकामा लेख्नुपर्ने छ, अन्यथा उत्तर पुस्तिका रद्द हुनेछ भनेर भनिएको हुन्छ। यो कुरालाई विशेष ध्यान दिनु होला। अब जाउँ हामीहरू आन्सर लेख्नतर्फ। अब हेर खण्ड क वस्तुगत आएको छ 40वटा प्रश्न, प्रत्येक प्रश्न 1 अङ्कको 40 अङ्कको छ। ल यसलाई गरेर हेरौँ। अब यहाँनिर तपाईँलाई आन्सर देखिरह होला हैन, क्वेसन्सहरू नभए तपाईँले जुम गरेर नि हेर्न सक्नुहुन्छ। ल हेरौँ पहिलो नम्बरमा हाम्रो के आएको छ, नेपाल प्रहरीको सबैभन्दा माथिल्लो निकाय कार्यालय कुन हो भनेर सोध्यो। जसका अप्सनहरू छन् A, B, C र D गरेर यसरी अप्सनहरू रहेका छन्। जसमा अप्सन नम्बर A मा छ नेपाल प्रहरी जङ्गी अड्डा प्रहरी बल प्रधान कार्यालय, C मा छ काठमाडौँ उपत्यका प्रहरी कार्यालय र D मा प्रहरी प्रधान कार्यालय भनेछ। अब यी चारवटामा दिएको अप्सनमध्ये सही आन्सर छान्न पर्यो। क्वेसन नम्बर कतिमा छ, हामी क्वेसन नम्बर 1 मा छ भने हामीले आन्सर लेख्दाखेरि यहाँ टिक लगाउने, यहाँ के पनि गरेर हामीले सिधै आउने MCQ पेपरमा आउने। MCQ पेपरमा आएपछि हामी यहाँ क्वेसन नम्बर छ, हामी क्वेसन नम्बर कतिको आन्सर लेख्दैछौँ, क्वेसन नम्बर 1 को आन्सर लेख्दैछौँ भने क्वेसन नम्बर 1 को आन्सर के हो त, दिएका अप्सनहरू मध्ये अप्सन D हो भने यसरी आउने। यहाँनिर यो कोठाको तल पनि नपर्ने, माथि पनि नपर्ने, दायाँ पनि नपर्ने, बायाँ पनि नपर्ने गरी क्वेसन नम्बर 1 को आन्सर के हो त, आन्सर D हो भने यसरी D लेख्नु पर्यो है। त्यसैगरी प्रश्न नम्बर 2 मा हेरौँ प्रहरी कर्मचारीको लागि कति किसिमको विधाहरूको व्यवस्था गरिएको हुन्छ भनेको छ। अप्सन A मा 5, अप्सन B मा 7, अप्सन C मा 8 र अप्सन D मा 10 भनेर दिएको छ। यसको सही आन्सर के हो त, 8 हो भनेपछि यसको आन्सर के भयो त, C भयो। अप्सन C भने चाहिँ क्वेसन नम्बर 2 मा आउने। क्वेसन नम्बर 2 को यो आन्सर लेखेको ठाउँमा के गर्ने त, यसको आन्सर C हो भनेर यहाँनिर क्यापिटल लेटरमा C भनेर यसरी लेखिदिने है त। त्यसैगरी प्रश्न नम्बर 3 मा जाउँ। प्रश्न नम्बर 3 मा के छ, प्रहरी नायब निरीक्षकको दर्जानी चिन्हमा के अंकित हुन्छ भनेको चाहिँ। प्रहरी नायब निरीक्षकको दर्जानी चिन्हमा के अंकित हुन्छ, 2वटा तारा, 1 तारा, क्रस खुकुरी र एउटा तारा भनेको छ। यसको सही आन्सर कुन हो त, अप्सन A हो भने 3 को यहाँ जाने, क्वेसन नम्बर 3 मा जाने, क्वेसन नम्बर 3 को आन्सर A भनेर यसरी लेख्ने है त। त्यसैगरी अर्को छ क्वेसन नम्बर 4। क्वेसन नम्बर 4 मा के छ त, प्रहरी हवलदार पद राजपत्र अनङ्कित कुन श्रेणी अन्तर्गत पर्दछ भनेको छ। अप्सन A चतुर्थ, अप्सन B तृतीय, अप्सन C द्वितीय र अप्सन D प्रथम भनेको छ। यसको क्वेसन नम्बर 4 को आन्सर के हो त, तृतीय श्रेणीमा पर्छ भने क्वेसन नम्बर 4 अनि यहाँ कोष्टकमा आएर B भनेर यसरी क्यापिटल लेटरमा B लेख्ने है त। त्यसैगरी अप्सन नम्बर 5 छ। क्वेसन नम्बर 5 मा छ क्वेसन प्रहरी कार्यालय सहयोगी खेलाडी पदको उम्मेदवार हुन उमेरको हद कति तोकिएको हुन्छ भनेको छ। अब यहाँनिर अप्सन A, अप्सन B, अप्सन C र
डी गरेर दिएको छ। यसको सही आन्सर के हो त अप्सन ए हो, 25 वर्ष नलागे हुन्छ, त्यही भएर 5 नम्बर कोठामा भने यहाँनिर आन्सर ए भनेर यसरी लेख्ने है त। त्यसै गरी अर्को जाउँ प्रश्न नम्बर 5-6मा। प्रहरी नियमावली 2051 को नियम 66 मा व्यवस्था भए बमोजिम प्रहरी कर्मचारीको काम कर्तव्य तलका मध्ये कुन होइन भनेर सोधेको छ। 6 को आन्सर कुन हो त? 6 को आन्सर सी हो भने हामीले यहाँनिर के भने प्रहरी यहाँनिर यसको कमान्डरले दिएको आदेश कमान्डरले भन्दा माथिकोलाई सोधेर मात्र कार्यान्वयन गर्ने भनेर यहाँनिर कुन होइन भनेर सोधेपछि यसको सही आन्सर के हो त? कमान्डरले दिएको आदेश कमान्डर भन्दा माथिकोलाई सोधेर मात्र कार्यान्वयन गर्ने भनेर चाहिँ अप्सन सी यसको सही आन्सर हुन्छ। क्वेसन नम्बर 6मा आएर यहाँनिर कोष्टकमा आएर सी भनेर यसरी लेख्ने है त। त्यसै गरी 7मा जाउँ। 7मा के भनेछ? सार्वजनिक सडकमा रातो ट्राफिक लाइट बलेको अवस्थामा सवारी चालकले के गर्नुपर्दछ भनेको छ। अब यसको सही आन्सर भन्ने के हो त? गाडी रोक्ने हो भने चाहिँ अप्सन बी हुन्छ। 7 को कोठामा हुने यसरी अप्सन बी भनेर लेख्ने है त। र 8मा जाउँ। नेपालमा 2072 वैशाख 12 गते गएको भूकम्पको केन्द्रबिन्दु कुन जिल्लामा रहेको थियो भने चाहिँ यसको सही आन्सर कुन हो त? यसको सही आन्सर हो गोरखा भनेर चाहिँ अप्सन डीमा हुने। यसरी क्वेसन नम्बर 8मा आएर यसरी अप्सन डी यसरी आन्सर लेख्ने। र 9 नम्बरमा छ सबैभन्दा बढी जनसङ्ख्या भएको जिल्ला कुन हो? मोरङ, झापा, काठमाडौँ, रूपन्देही भनेको छ। यसको सही आन्सर भनेको अप्सन सी हो काठमाडौँ। त्यही भएर क्वेसन नम्बर 9 को कोठामा आएर सी भनेर यसरी क्यापिटल लेटरमा लेख्ने है त। अनि त्यसपछि अर्को क्वेसन छ हामीसँग अब 10 नम्बरमा सोधेको छ। हेर्न सक्नुहुन्छ 10 नम्बर के भनेको छ त? आइसिसी पुरुष T20 विश्वकप 2024 कहाँ आयोजना गरेको थियो भनेको छ। अब यसको अप्सन भनेको डी हो, वेस्ट इन्डिज र अमेरिकामा गरेको छ। यसको 10 नम्बरको कोठामा भने यहाँनिर आन्सर डी भनेर यसरी लेख्ने। त्यसै गरी अर्को छ 11मा। अब यहाँबाट चाहिँ हामीलाई यो आइक्यू टाइपको क्वेसन आयो जुन हाम्रो परीक्षामा 10 वटा नम्बरको 10 वटा आइक्यू सोध्ने गरिन्छ। ओके, हामी यहाँ क्वेसन नम्बर 11मा जुन चाहिँ हाम्रो आइक्यू सेक्सनबाट सुरु हुन्छ, जुन नेपाल प्रहरीको परीक्षामा 10 वटा आइक्यूबाट प्रश्नहरू राख्ने गरिन्छन्। त्यसै अनुसार यो आइक्यूको प्रश्नहरू छ। यहाँबाट हेर्नुहोस् है, 2000 अब हाम्रो 81 साल 3 महिना 29 गतिको परीक्षामा सोधिएको आइक्यूको 10 वटा क्वेसन छन्। 11 नम्बरमा के छ त? अब यहाँनिर हेर्नु है त। 11 नम्बरमा के सोधेको छ? असोजको शरद जस्तै मङ्सिरको के होला भनेको छ। अब यो ऋतुहरूको बारेमा असोजको शरद भए जस्तै मङ्सिरको के होला चाहिँ यसको सही आन्सर अप्सन डी हो, हेमन्त हुन्छ। हेमन्त चाहिँ अप्सन डी। 11 को अप्सन डी भनेर यसरी कोठामा हुने डी भनेर आन्सर लगाउने। त्यसै गरी 12मा छ जसरी धुवा स्मोक प्रदूषण पल्युसनसँग सम्बन्धित छ त्यसरी नै युद्ध वार केसँग सम्बन्धित छ भनेर सोधेको छ है। जसरी धुवा स्मोक प्रदूषणसँग सम्बन्धित छ भने त्यसै गरी युद्ध केसँग सम्बन्धित छ? यसको 4 वटा अप्सन छ। अप्सन ए विजयी, अप्सन बी सन्धि, अप्सन सी पराजय र अप्सन डी विनाश भनेको छ। अब जसरी धुवाले चाहिँ प्रदूषण नै गर्छ भने युद्ध के गर्छ त? युद्धले अब यसमा चाहिँ के गर्छ त? युद्धले विनाश गर्छ। विनाश भनेको 12 को डी भने चाहिँ यहाँनिर 12मा आउने 12 कोठामा यसरी डी भनेर लेख्ने। त्यसपछि 13मा जाउँ। यदि अब यहाँनिर 12मा क्यू यो चाहिँ क्वेसन्स आएको छ। यहाँनिर के भनेको छ? यदि तपाईँहरूले हेर्न सक्नुहुन्छ है, यहाँनिर यदि FOUR4 को कोड IRXU र FIVE5 को कोड ILYH हुन्छ भने NIN9 को उपयुक्त कोड के हुन्छ? यो कोडिङ र डिकोडिङको कुरा हो। अब यसमा यहाँ अप्सनहरू दिएको छ, अप्सन ए, अप्सन बी, अप्सन सी र अप्सन डी भनेर दिएको छ। अब यसका लागि तपाईँले के गर्नु पर्यो? यहाँनिर कोडिङ बनाउनु पर्ने हुन्छ। जस्तै यदि FOUR4 को कोड IRXU छ भने FIVE को कोड के हुन्छ? ILYH हुन्छ भने NIN9 को कोड के हुन्छ भने अब यसलाई कोडिङ गर्दाखेरि यहाँनिर तपाईँलाई मैले सजिलोस् भनेर यसरी देखाइदिएको छु। यहाँनिर हेर्नुहोस् है, FOUR4 को यस्तो हुन्छ, यसको यस्तो हुन्छ भने चाहिँ अब यो कसरी आयो त भन्दाखेरि यहाँ के गर्नु पर्यो भने चाहिँ हेर्नु है, यो एफ र एफलाई कसले जनाएको छ? आईले जनाएको छ। यदि एफ को पछाडि आउँछ GHI, दुईटा लेटर छोडेपछि आई आउँछ अनि ओ को PQ अनि आर, दुईटा लेटर छोडेर आर आयो। त्यसपछि यु को अब दुईवटा लेटर छोडेर गएर आउँछ एक्स आउँछ। त्यसपछि आर को दुईवटा लेटर छोडेर यु आउँछ। सेम तरिकाले 5 मा त्यो चाहिँ अब 9 को गर्दा के एन भन्दा अगाडिको दुईवटा लेटर के हो त? क्यू हो भने चाहिँ क्यू लेख्ने। अनि आई को पछाडिको दुईवटा लेटर के हो त? एल हो भने। त्यसैगरी एन को पछाडिको दुईवटा लेटर के हुन्छ त? क्यू हुन्छ भने। अनि ई को चाहिँ दुईवटा FG अनि H भनेपछि यसको के हो? QL QX, अर्थात् के हो त? दुईवटा लेटर अगाडिबाट कोडिङ गरिएको भन्ने बुझ्यो। त्यही भएर QL QH भनेर छ। अब यसको अप्सन कुन हो त? अप्सन ए QL QH भनेर दिएको हुनाले अप्सन ए 13 को आन्सर ए भनेर यसरी टिक लगाउने। त्यसपछि 14मा छ। 14मा
75 मिनेट बराबर मिल्दोजुल्दो निम्न मध्ये कुन भनेको छ। अब 75 मिनेट बराबर मिल्दोजुल्दो निम्न मध्ये कुन भनेको छ। अब यहाँनिर इक्जाम आउँदा चाहिँ यसरी 0.75 भनेर नआएर 0.75 अनि 115 घन्टा 120 घन्टा र 125 घन्टा भनेर आएको छ। अब यसको मिल्दोजुल्दो आन्सर के हो भने मैले तपाईँलाई यहाँनिर देखाइदिन्छु है हिसाब गरेर। यहाँनिर के छ भने चाहिँ अब जम्मा यो 0.75 घन्टा भनेर भनेको छ नि हाम्रो जुन होइन 75 मिनेट बराबर मिल्दोजुल्दो तलका मध्ये कुन हुन्छ। अब यहाँनिर के गर्नु पर्यो त, यो मिनेटमा दिएको छ हामीलाई, घन्टामा तल घन्टामा दिएको छ, यसलाई कन्भर्ट गर्नलाई के गर्नु पर्यो भने यहाँ सुन्नुहोस् है, जम्मा 1 घन्टामा कति मिनेट हुन्छ, जम्मा 1 घन्टामा हाम्रो 60 मिनेट हुन्छ होइन। यहाँनिर मैले हिसाब गरेर देखाइदिएको छु हेर्नुहोस् है। 1 घन्टामा जम्मा हाम्रो 60 मिनेट हुन्छ भने 75 मिनेटमा कति घन्टा हुन्छ भन्दाखेरि 75 भागा 60 गर्ने सजिलोको लागि। यहाँ 75 दिएको, 75 लाई 60 ले भाग गर्ने, 75 भागा 60। अब 75 ले 60 लाई भाग गर्दा कति आउँछ त, भाग गरेर हेर्नु पर्यो। 60 ले 75 लाई कति जान्छ, एकचोटि जान्छ, बाँकी कति रह्यो त 15 र 15 लाई भाग जाँदैन 60 ले, फेरि दशमलव थप्यो अनि यहाँ कति बाँकी रहन्छ 15, 15 को पछाडि 0 थप्यो भने कति हुन्छ 150 हुन्छ। अब 150 लाई 60 ले कतिचोटि गर्छ, 60 दुना 120, दुईचोटि जाने भयो, फेरि बाँकी कति रहने भयो 30 रहने भयो। 30 मा अब के गर्नु पर्यो, 0 थप्न मिल्यो, 300 भएपछि 300 लाई अब 60 ले कतिचोटि जान्छ, 5 चोटि जान्छ चाहिँ 1.25 अर्थात् 125 है त। यहाँनिर 1.25 भनेको मतलब चाहिँ 125 घन्टा भनेर यो अप्सन डी हुने भयो त यसको। 14 को अप्सन 14 को कति राख्नु पर्यो त तपाईँले, यहाँनिर 14 मा आउने, 14 मा आएर आन्सर यसरी अप्सन डी भनेर यसरी राख्नु पर्यो यहाँनिर। बुझ्नुभयो नि यो हिसाब सोधेको। यो क्वेसन राम्रोसँग हेर्नुहोस् है। यहाँनिर 75 मिनेट बराबर मिल्दोजुल्दो कति भनेको छ। अब 75 भनेको मिनेटमा हामीलाई यहाँ घन्टामा दिएको छ भने चाहिँ 75 लाई 60 मिनेटले भाग गर्ने, 1 घन्टामा 60 मिनेट हुन्छ, भागा गरेर जति आउँछ त्यो हुन्छ, अर्थात् 1.25। अर्थात् यसलाई के पनि भन्न मिल्यो भने तपाईँले सर्टकटमा भन्नु पर्दाखेरि परीक्षामा कहिले काहीँ दशमलव दिएको हुन्छ के भन्छ 60 मिनेट र 1 घन्टा हुन्छ भने बाँकी 15 मिनेट रहन्छ। 15 मिनेट भनेको 1/4 हो, 1/4 घन्टा भनेको 0.25 हो, अर्थात् 1.25 नै आउने भयो त। यो वाला डी अप्सन यसको सही आन्सर हुने भयो। त्यसैगरी अर्को छ, यो छ अब 15 नम्बरमा हेर है। 15 मा यदि फलामलाई काठ, काठलाई पराल, पराललाई घाँस, घाँसलाई रबर र रबरलाई माटो भनिन्छ भने अब फर्निचर बनाउन के को प्रयोग गरिन्छ भनेछ। अब फर्निचर केले बन्दछ भनेछ। अप्सन ए फलाम, अप्सन बी काठ, अप्सन सी पराल र अप्सन डी घाँस भनिएको छ। अब यसको सही आन्सर यसलाई नि कोडिङ गरेर हेर्नु पर्यो। यहाँ के छ त्यसको कोडिङ गर्दाखेरि फलामलाई काठ भनिएको छ, काठलाई पराल भनिएको छ, पराललाई घाँस भनिएको छ र घाँसलाई रबर भनिएको छ र रबरलाई के भनेको छ, माटो भनिएको छ भने अब यसको के कुरा हो त, फर्निचर। फर्निचर बनाउन के को प्रयोग गरिन्छ भनेको छ। फर्निचर बनाउन हामी के को प्रयोग गर्छौँ त, फर्निचर बनाउन काठको प्रयोग गर्छौँ र यहाँ काठलाई केले अंकित गरेको छ त, यहाँ काठलाई परालले हुन्छ, यो फर्निचर बनाउन हामी के को प्रयोग गर्छौँ, परालको प्रयोग गर्छौँ। अर्थात् अप्सन कतिमा छ पराल भनेर, अप्सन सी मा छ। 15 को अप्सन सी भने चाहिँ यहाँनिर हामीले 15 मा जाने, 15 को के छ अप्सन सी को कोठामा सी भनेर लेख्ने है त। त्यसै 16 मा जाउँ। निम्न 4 मध्ये 3 जना एक निश्चित तरिकामा समान छन् र त्यसैले एक समूह बन्दछ, त्यो समूहमा नपर्ने कुन हो पत्ता लगाउनुस्। अब यहाँ भी दिएको छ, यु दिएको छ, ओ दिएको छ, ई दिएको छ भने यसलाई पनि मैले सजिलो रूपमा यहाँ तपाईँलाई सम्झाइदिन्छु है त। अब समूहमा अरू मिल्छ एउटा मिल्दैन, त्यो नमिल्ने पत्ता लगाऊ भन्ने छ भने चाहिँ यहाँ के गर्नु पर्यो त, यसको सही आन्सर भनेको भी हो। किनभने भी भनेको कन्सोनेन्ट लेटर हो। ए ई आई ओ यु मध्येमा यु पनि पर्ने भयो, ओ पनि पर्ने भयो, ई पनि पर्ने भयो, यी सबै भवेल लेटर हो। तर भी भनेको कन्सोनेन्ट लेटर भएकाले यो समूहमा नमिल्ने भएकाले यसको सही आन्सर 16 को ए हो भने यहाँनिर कोठामा जाने 16 को ए मा ए लेखिदिने है त। त्यसै 17 मा जाउँ। 17 मा यदि केबललाई 8, 6, 7, 17, 10 को रूपमा कोड गरिएको छ भने बीएसी ब्याक शब्दको लागि कोड के हुनु पर्दछ भनेर सोध्दा चाहिँ तल यहाँ अप्सनहरू दिएको छ। अब यसलाई पनि हामीले कोडिङ डिकोडिङ गर्ने हो। यसलाई कोडिङ डिकोडिङ गर्दा तपाईँले यहाँनिर हेर्नुहोस् है, केबललाई के छ 8, 6, 7, 10, 3, 17, 10 भनेर कोडिङ गरेको छ। कसरी आयो त, सी भनेको क्रमअनुसार एबीसी 3 नम्बरमा पर्छ, 3 हो यसको कोड, अनि ए को 1 हुन्छ, बी को 2 हुन्छ, एल को 12 कोड हुन्छ र ई को 5 हुन्छ भने अब तर के गरेछ, सी लाई कतिले जनाएको छ, 8 ले जनाएको छ भने सी को त खासमा कोडिङ नम्बर कति हो, 3 हो। 3 मा कति जोडिने 8 हुन्छ, 5 जोडिने 8 हुन्छ, 8 ले कोड गर्यो। ए को कोड भनेको कति हो, ए को कोड भनेको 1 हो। 1 मा कति जोडिने 6 हुन्छ, 5 जोडिने 6 हुन्छ, 6 भयो। त्यसै बी भनेको कोड 2 हो। यसमा कति जोड्यो भने 7 हुन्छ त, 5 जोड्यो भने 7 हुन्छ। क्रम अनुसार के गर्नु पर्यो, यो क्रमहरुको संख्यामा 5 लाई जोड दिने हो भनेपछि त्यस्तै अब ब्याकको के हुने त, ब्याकको बीएसी के ब्याक हो, बी को 2 ले कोड गर्छ, ए लाई 1 ले गर्छ, सी भनेको 3 हो भने के भनेको 11 हुन्छ। अब यी सबैमा के गर्ने 5 जोड दिने, बी को 2 + 5 गरेर 7 आउने भयो, ए को 1 + 5 गरेर 6 आउने भयो, सी को 3 + 5 गरेर 8 आउने भयो र के को 11 + 5 गरेर 16 आउने भनेपछि 7, 6, 8,
16 भन्छ यहाँ अप्सनमा हेर्नु है, यहाँ के छ 7 6 8 16 भन्छ अप्सन डी। 17 को अप्सन डी छ, 17 को ठाउँमा भने यहाँ डी भनेर यसरी आन्सर लेख्ने है त। त्यसैगरी 18 मा जाउँ। दिएको विकल्प मध्येबाट खाली स्थानमा उपयुक्त विकल्प छनौट गर्नुस् भनेको अब यहाँ के दिन्छ 21 30 अनि 22 31 23 32 र 24 कति आउँछ भनेको चाहिँ अब यहाँनिर यसो हिसाब गर्दाखेरि यसलाई के गर्ने, सुरुको अङ्क यहाँ 21 छ भने चाहिँ यहाँको तेस्रो अङ्क 22 छ र यहाँको अङ्क 23 छ, त्यसपछि यो 24 छ भने चाहिँ अब यो पछाडिको अङ्क कति छ, यहाँ 30 छ 31 छ 32 छ भने चाहिँ यहाँ कति आउला त 33 भने भयो अप्सन डी यसको सही आन्सर भने चाहिँ क्वेसन नम्बर 18 को यो आन्सरमा आएर आन्सर डी भनेर लेखिदिने है त। त्यसैगरी 19 नम्बरमा जाउँ। 19 नम्बरमा के भनेको छ त, 19 नम्बरमा के छ त, कुनै व्यक्ति आफ्नो घरबाट दक्षिण दिशातर्फ हिँड्न सुरु गर्छ है त। कुनै व्यक्ति आफ्नो घरबाट दक्षिण दिशातर्फ हिँड्न सुरु गर्छ, केही पर पुगेपछि ऊ बायाँतर्फ मोडिएर केही दूरी पार गर्छ र पुनः बायाँ मोडिएर केही टाढा पुग्छ, त्यहाँबाट ऊ दायाँतर्फ मोडिएर हिँड्न थाल्छ भने उक्त व्यक्ति कुन दिशातर्फ हिँडिरहेको छ पत्ता लगाउनुहोस्। अप्सन ए पूर्व, अप्सन बी पश्चिम, अप्सन सी उत्तर, अप्सन डी दक्षिण भन्दैछ। अब यसलाई पनि मैले तपाईँलाई सजिलो होस् भनेर यो तरिकामा राखिदिएको छु है। यो तरिकामा हेर्दा यहाँनिर हेर्नुहोस् है, तपाईँले यो हिसाब गर्दाखेरि के गर्नु पर्यो, दिशा र दूरीको बारेमा थाहा हुनु पर्यो। अब दिशा र दूरीको बारेमा यो यता उत्तर, यता दक्षिण, यता पश्चिम, यता पूर्व हुन्छ। यो के भन्छ, कुनै व्यक्ति आफ्नो घरबाट दक्षिण दिशातर्फ भनेको छ चाहिँ मानौ एकजना कुनै व्यक्ति थियो र त्यो व्यक्ति यो पोइन्टमा छ है त, मानौ यो पोइन्टमा छ र ऊ दक्षिण दिशातर्फ हिँड्यो। दक्षिण दिशातर्फ हिँडिसकेपछि के भयो त, केही बेर पर पुगेपछि ऊ अब बायाँतर्फ फेरि यो बाटो हिँड्दै थियो, उसको बायाँ भनेको अब कता हुने भयो, पूर्व साइड हुने भन्छ। ऊ बायाँतर्फ मोडिएर केही दूरी पार गन्छ, अब पूर्व साइडमा यो दिशातर्फ आयो र फेरि पुनः बायाँतर्फ मोडियो, अब उसको बायाँ भनेको यो साइड भनेको माथि उत्तरतर्फ गयो, मोडिएर केही टाढा पुग्छ र त्यहाँबाट ऊ दायाँ मोडिन्छ। अब यो साइड जाँदा उसको दायाँ भनेको यो दिशातर्फ हुन्छ, अर्थात् पूर्व दिशातिर हुन्छ भने अब ऊ कुन दिशातर्फ हिँडिरहेको छ भने चाहिँ यसको आन्सर के हुने भयो त, यसको सही आन्सर के हुने भयो त, यहाँमा दिएको अप्सनहरु मध्येमा पूर्व हुने भने चाहिँ 19 नम्बरको आन्सर के हो त, ए हो भने चाहिँ 19 नम्बर आन्सर ए को ठाउँमा आएर यहाँनिर ए भनेर यसरी लेख्ने। र अर्को छ अब 20 नम्बरको जुन हाम्रो चाहिँ आइक्यू क्वेशन्सबाट आउने अन्तिम क्वेशन पनि हो। एकजना मान्छे 1 किलोमिटर पूर्व दिशामा हिँड्छ, त्यसपछि दक्षिण दिशामा 5 किलोमिटर हिँड्छ र फेरि ऊ पूर्व दिशातिर फर्केर 2 किलोमिटर हिँड्छ, त्यसपछि ऊ फर्केर उत्तरतर्फ 9 किलोमिटर हिँड्छ भने ऊ पहिलेको बिन्दुबाट कति टाढा छ। अप्सन एमा 3 किलोमिटर, अप्सन बीमा 4 किलोमिटर, अप्सन सीमा 5 किलोमिटर, अप्सन डीमा 7 किलोमिटर हुन्छ। यसलाई चाहिँ अब हामीले के गर्नुपर्ने हुन्छ, यसलाई चाहिँ पाइथागोरस साध्यबाट सल्युसन गर्नुपर्ने हुन्छ है त। पाइथागोरस साध्यबाट सल्युसन गर्दा म तपाईलाई यहाँनिर देखाउँछु है त, तपाईलाई सजिलो लागि मैले के गरिदिएको छु। अब यहाँनिर के भन्छ, मानौ एकजना मान्छे थियो, एकजना मान्छे कुन पोइन्टमा थियो, मानौ यो पोइन्टमा थियो है त। एकजना मान्छे 1 किलोमिटर पूर्व दिशातर्फ गयो भने चाहिँ यो दिशामा आयो, पूर्व दिशामा 1 किलोमिटर हिँडेर आयो, यहाँ पुग्यो 1 किलोमिटर। त्यसपछि ऊ के गरेछ, दक्षिण दिशातर्फ, दक्षिण भनेको तल भागमा दक्षिण दिशामा 5 किलोमिटर ऊ यहाँबाट हिँडेर यहाँसम्म हिँडेर 5 किलोमिटर दक्षिण दिशामा हिँड्यो। फेरि ऊ पूर्वतर्फ दिशातिर पूर्व भनेको यता साइडमा फर्केर कति किलोमिटर हिँड्यो, 2 किलोमिटर हिँड्यो भने चाहिँ ऊ यहाँ पुग्यो भने चाहिँ अब ऊ के हुन्छ, ऊ फर्केर उत्तर दिशातर्फ कति किलोमिटर, सिधा यहाँबाट यहाँसम्म 9 किलोमिटर हिँड्यो भने ऊ पहिलेको भनेको अहिले ऊ यहाँ पुगेको छ, ऊ यो बिन्दुबाट यो बिन्दुसम्म कति दूरीमा छ भनेर पत्ता लगाऊ भनेर चाहिँ अब यसलाई पाइथागोरस साध्यबाट गर्नु पर्यो। के गर्नु पर्यो त, यहाँनिर हेरौँ है, यस्तो खालको चित्रबाट बनाउन मिल्यो। ऊ सुरुको र अन्तिम बिन्दुको बीचको दूरी निकाल्नको लागि हामीले के गर्नु पर्यो त, एउटा काल्पनिक समकोण त्रिभुज बनाउनु पर्यो, जसलाई हामी राइट एङ्गल ट्रायङ्गल भनेर पनि भन्छौँ। त्यो खालको कोण बनाउनु पर्यो जुन हामीले यो टाइपको बनाउँछौँ। यहाँनिर गएर यो भने अब यहाँनिरबाट यो दिशाको कुरा गर्नु पर्यो। अब पहिलो कुरामा तेर्सो दूरीको कुरा गर्दा, तेर्सो दूरी भनेको जसलाई हामी बेस भन्छौँ, पाइथागोरस साध्यमा गर्दा त हामीलाई पी पनि चाहियो, बी पनि चाहियो र एच पनि चाहियो भने चाहिँ अब त्यसको लागि के गर्नु, तेर्सो दूरी हेर्नु पर्यो। बेस भनेको बी, अब बेसमा के सुरुको बिन्दु कति छ त, यो 1 किलोमिटर, यहाँबाट यहाँसम्म 1 किलोमिटर हिँडेको छ हैन, पूर्वमा हिँडेको छ। त्यसपछि यो कति किलोमिटर हिँडेको छ, यहाँ फेरि पूर्व साइडमा 2 किलोमिटर चाहिँ 1 किलोमिटर प्लस 2 किलोमिटर जम्मा गरेर कति किलोमिटर हिँड्यो, बेसमा 3 किलोमिटर हिँडेको छ। र अब ठाडो कति हिँडेको छ त, ठाडो भनेको परपेन्डिकुलर भनौँ, जसलाई हामी पी भनेर भन्ने गर्छौँ, परपेन्डिकुलर पी। अब परपेन्डिकुलरमा कति हिँडेको छ त, ठाडो यतातिर आएर पहिला कति किलोमिटर हिँड्यो, 5 किलोमिटर हिँड्यो दक्षिण दिशामा, र त्यसपछि के गरेछ, ऊ सिधै 9 किलोमिटर माथि कता हिँडेको छ त, उत्तर दिशामा 9 किलोमिटर हिँडेको छ भने अब त्यसैले ऊ के भयो त, 9 - 5 गर्न पर्यो, किनभने चाहिँ ऊ यो लाइनमा पनि हिँडेको छ, यताबाट यता गएर फेरि यो लाइनबाट माथि गएको छ भने चाहिँ 9 किलोमिटर, यो र यो माइनस हुने भयो, अर्थात् 9बाट यहाँसम्मको सङ्ख्या घट्ने भने
भनेपछि 9 बाट 5 घट्यो भने कति रह्यो 4 किलोमिटर ऊ चाहिँ हिँडेको हुने भयो, यो चाहिँ परपेन्डिकुलर हुने भयो। त्यसपछि के भयो त अब सिधा भनौँ, अब यो सिधा पनि निकाल्नु पर्यो, सिधा कति छ त, सिधा दूरी कति त, हाइपोटेन्सिस कति हो त h हो। अब यो भनेको हाम्रो के त पाइथागोरस साध्यको नियम अनुसार लाउने हो। अब सिधा दूरी कति निकाल्नु पर्यो त, h स्क्वायर इक्वल्स टू हामीले के निकाल्नु पर्यो त p स्क्वायर प्लस b स्क्वायर को भ्यालु निकाल्नु पर्यो। h स्क्वायर इक्वल्स टू p स्क्वायर प्लस b स्क्वायर हो। अब h स्क्वायर को भ्यालु थाहा छैन, h स्क्वायर भने p स्क्वायर भनेको हाम्रो 9 बाट 5 किलोमिटर छ 4 किलोमिटर, 4 को स्क्वायर प्लस यतातिर p भनेको अब b भनेको हाम्रो कति थियो 3 किलोमिटर हुन्छ 3 को स्क्वायर गर्ने h स्क्वायर को h स्क्वायर। अब 4 को स्क्वायर भ्यालु कति हुन्छ 4 चौको 16 प्लस 3 को गरे 3 तिया 9, h स्क्वायर इक्वल्स टू 9 र 16 जोड्दाखेरि कति भयो 25 भयो। अब हामीलाई यहाँ h को स्क्वायर को भ्यालु थाहा छैन, यहाँ h को जस्ताको त्यस्तै राख्ने, यता जाने, यसलाई 25 लाई भित्र राख्ने। अब के गर्न मिल्यो त यसलाई, अब यसलाई स्क्वायर रुटमा काट्न पर्यो, h को h गर्ने, यो स्क्वायर रुटको भ्यालु भनेको भित्र 25 छ, 25 भनेको कसको स्क्वायर भ्यालु त, यो भनेको 5 को स्क्वायर भ्यालु अर्थात h स्क्वायर इक्वल्स टू यो स्क्वायरले स्क्वायरलाई काट्न मिल्यो, कति आयो त 5 आयो। तसर्थ 5 हुने भएपछि यसको सही आन्सर के हुने भयो त अप्सन सी हुने भयो। 20 को केमा जाने त 20 को अप्सन सी भनेर यसरी कोठामा लेख्दिने है त। यो भनेको हाम्रो बौद्धिक परीक्षा भित्रबाट आएका क्वेशन्सहरु भयो। अब जाउँ 21 नम्बर। 21 नम्बरमा के भन्छ, नेपालको एकीकरण गर्नुभन्दा अगाडि पृथ्वीनारायण शाह कुन राज्यका राजा थिए भनेको छ। 21 नम्बरको अब यसको सही आन्सर के हो त सी हो, उनी गोरखाका राजा थिए भने चाहिँ अप्सन सी, 21 को कोठामा आउने अप्सन सी भनेर यसरी आन्सर लाउने। 22 नम्बरमा सूर्य विनायक मन्दिर कुन जिल्लामा पर्दछ भनेको छ। सूर्य विनायक मन्दिर अप्सन ए भक्तपुरमा पर्दछ, अप्सन 22 को मा आएर अप्सन ए भनेर यसरी लेख्ने है त। त्यसैगरी प्रश्न नम्बर 23 मा जाउँ। प्रश्न नम्बर 23 मा के भनेको छ, प्रश्न नम्बर 23 मा सोधिएको छ, हेर्नुस् है। प्रश्न नम्बर 23 मा नेपालको पर्यटकीय राजधानी तलका मध्ये कुन शहरलाई घोषणा गरिएको छ भनेको छ। अब दिएका मध्ये अप्सन 23 को सही आन्सर पोखरा हो, पोखरालाई चाहिँ पर्यटकीय राजधानी भनेर घोषणा गरिएको छ। यसको आन्सर 23 को आन्सर चाहिँ 23 को कोठामा नै यहाँनिर सी भनेर लेख्ने। 24 मा के छ, विक्रम सम्वत 2036 सालमा जनमत संग्रह घोषणा गर्दा नेपालको राजा को थिए भनेर भनेको छ। यसको सही आन्सर वीरेन्द्र हो, अप्सन बी। 24 को कोठामा नै आन्सर बी भनेर यसरी लेख्ने। र 25 मा के छ, मञ्जुश्रीले कुन स्थानलाई खड्गले काटी नागदहको पानी निकासा गरेका थिए भनेर भनेको छ। सुन्दरी जल, सागा, बुढा नीलकण्ठ र चोबार। यसको सही आन्सर 25 को डी हो, चोबार हो नि, यहाँनिर आएर डी भनेर यसरी लेख्ने। त्यसै 26 मा के छ त, चीन र भारत दुवै देशलाई छुने जिल्लाहरू कतिवटा छन्, 2 वटा हो, दाता अप्सन ए 2 वटा हो, दार्चुला र ताप्लेजुङ। यसरी यहाँनिर अप्सन ए भनेर लेख्ने। त्यसैगरी 27 मा के छ, सबैभन्दा बढी जिल्ला रहेको प्रदेश कुन हो भनेर सोधिएको छ। सबैभन्दा बढी जिल्ला रहेको प्रदेश कुन हो, 27 मा छ। यसको सही आन्सर कोशी हो, कोशीमा चाहिँ यहाँनिर 14 वटा जिल्ला रहेका छन्, यहाँनिर बी भनेर यसको मा चाहिँ 27 को मा बी भनेर यसरी कोठामा आएर लेख्ने। त्यसैगरी प्रश्न नम्बर 28 नदीको बहाव क्षेत्रका आधारमा नदीलाई कति भागमा विभाजन गरेको छ भनेको छ। यसको 28 को सही आन्सर अप्सन ए हो, 28 को नम्बरमा यहाँनिर ए भनेर लेख्ने, 3 तहमा बाडिएको छ। त्यसरी 29 मा छ, क्षेत्रफलको दृष्टिकोणले नेपालको सबैभन्दा सानो जिल्ला कुन हो भनेर सोधेको छ। यसको सही आन्सर अप्सन सी भक्तपुर हो भन्छ। 29 को कोठामा आउने, 29 को कोठामा के छ त अप्सन सी भनेर यसरी आन्सर लेख्ने। र अर्को छ 30 मा, नेपालको सबैभन्दा लामो नदी कुन हो भनेर सोधेको छ। यसको सही आन्सर कुन हो त डी कर्णाली हो भने चाहिँ यहाँनिर अप्सन 30 को मा आएर कोठामा आएर डी भनेर यसरी लेख्ने। 31 मा छ, विश्वको अग्लो हिमाल सगरमाथा कुन जिल्लामा पर्दछ भनेको छ। सोलुखुम्बु अप्सन ए यसको सही आन्सर 31 को कोठामा आउने ए आन्सर भनेर यसरी लेख्ने है त। त्यसैगरी 32 मा छ, राराताल कुन जिल्लामा पर्दछ भनेको छ। यसको सही आन्सर मुगुमा हो भने चाहिँ यहाँनिर आएर तपाईहरुले अप्सन सी भनेर यसरी अप्सन सी भनेर यसरी 32 मा लेख्ने। त्यसैगरी 33 मा छ, चारकोसे झाडी कुन क्षेत्रमा पर्दछ भनेर सोधिएको छ। अब यसको सही आन्सर अप्सन बी हो, चुरेमा भन्यो भने यहाँनिर बी भनेर यसरी अप्सन लेख्ने। र त्यसैगरी 34 नम्बरमा छ, तराई क्षेत्रमा तलका मध्ये कुन जनावर पाइँदैन भनेको छ। अब नीलगाई, चौरीगाई, कृष्णसार र अर्ना भनेर भनेको छ। यसको सही आन्सर चाहिँ अप्सन 34 मा बी हो, चौरीगाई पाइँदैन भने चाहिँ यहाँनिर बी भनेर यसरी लेख्ने। त्यसै 35 मा नेपालको पहिलो संरक्षण क्षेत्र कुन हो भनेर सोधिएको छ। लेख्ने काम नगर्नु होला है त। हो यसरी तपाईले यो वस्तुगतको प्रश्नहरुको आन्सरहरु लेख्न सक्नुहुन्छ है त। यसरी यो भर्ने कुराहरु बुझ्नुभयो कि बुझ्नु भएन, बुझ्नु भएन भने फेरि हामीलाई क्वेशन सोध्नु छ, हामी फेरि पनि बनाइदिने छौं। र तपाईले हाम्रो युट्युब च्यानल लर्न विथ रुपेशमा, हाम्रो मोबाइल एप्लिकेसन एएपी लिखितमा, हाम्रो फेसबुक पेज एएपी लिखित तयारीमा र टिकटकमा फोर्स तयारी विथ रुपेशमा चाहिँ तपाईले हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो वस्तुगत कुरा भयो। अब हामी कुरा गरौँ विषयगतमा, विषयगत कपी फर्मेट कसरी बनाउने र कसरी लेख्ने भन्ने विषयमा।
अब कुरा गरौँ विषयगतमा। विषयगतमा गर्दाखेरि हामीले अघि नै कपी फर्मेटमा त यता र यता लाइन तान्ने सबै पन्नामा त्यसरी लेख्ने भनेको त अब तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ हाम्रो यहाँनिर खण्ड ख विषयगत भनेर राखेको छ। यसलाई कपी बनाउँदाखेरि हामीले एकछिन यहाँनिर खण्ड ख विषयगत लेखेको छ। पहिलो नम्बरमा हाम्रो के छ नेपालीबाट सुरु चाहिँ यहाँनिर नेपाली भनेर लेख्ने, यसरी अन्डरलाइन गर्ने। त्यसपछि प्रश्न नम्बर कतिको हो त हाम्रो 1 को हुन्छ, सिरियली जानुपर्छ हाम्रो परीक्षामा। हाम्रो यहाँनिर के छ त प्रश्न नम्बर 1 भनेर भनेको छ चाहिँ यतै गर्ने। प्रश्न नम्बर 1 को उत्तर भन्ने के भनेको छ त नेपाल प्रहरीमा अनुशासनको महत्त्व शीर्षकमा 100 शब्दको निबन्ध लेख्नुस् भनेको छ, 5 अङ्क आउँछ। अब यसलाई एकदारी हेर्नुहोस् है, नेपाल प्रहरीमा अनुशासनको महत्त्व भनेर तपाईँले यहाँनिर लेख्दिने शीर्षक, त्यसको तल आउने सुरुको 3-4 लाइनमा चाहिँ यसको अब तपाईँलाई व्याख्या गर्ने, यसको परिचय खण्ड दिने, विशेषता के हो त्यो पहिलो लाइनमा दिने है। अब यो शब्द काउन्ट गर्न चाहिँ कति 100 शब्द हुन्छ, तपाईँले के गर्नु पर्यो तपाईँको सुरुको लाइनमा कतिवटा शब्द अटेको छ र तपाईँले कति लाइन लेख्नुहुन्छ त्यसलाई इन्टु गरेर तपाईँको कति शब्द हुन्छ भन्ने कुरा तपाईँले सिधै थाहा पाउन सक्नुहुन्छ। यहाँनिर काउन्ट गरिराख्नु पर्दैन। तपाईँले पहिलो लाइनमा तपाईँको कतिवटा शब्द अटिरहेको छ, दोस्रो लाइनमा कति अटिरहेको छ र अन्तिमहरूका लाइनमा कति कति शब्द अटिरहेको छ त्यही अनुसार। जस्तै पहिलो लाइनमा तपाईँहरूले 10 वटा शब्द जति अडाउनुहुन्छ भने सबैमा 10 × 10 = 10 10 लाइन लेखिन तपाईँलाई पुगिहाल्छ। तपाईँ 9 वटा गर्नुहुन्छ भने 12-13 लाइन लेखि पुगिहाल्छ। अब 8-8 7 वटा गर्नुहुन्छ 14-15 लाइन लेखि तपाईँलाई पुगिहाल्छ। अब यसरी लेख्दा यहाँनिर यो पढ्दाखेरि लामो हुन्छ, तपाईँले चाहिँ भिडियो पज गरेर यसलाई स्क्रिनसट लिएर पनि पढ्न सक्नुहुन्छ। अब यहाँ सिम्पली तपाईँले सुरुको लाइनमा चाहिँ यसको परिचय दिने, अनुशासनको महत्त्व के हो त्यो कुरा दिने। दोस्रो खण्डमा चाहिँ तपाईँले यो लाइन छुटाइसकेपछि यो एरियामा चाहिँ तपाईँले यसको अब व्याख्या गर्ने, अब यसको फाइदा के हो, यो भयो भने के हुन्छ त्यस्ता कुराहरूलाई तपाईँले विशेषताहरूलाई यहाँनिर खोलिदिने र अन्तिमको लाइन चाहिँ तपाईँले निष्कर्ष दिने। आखिर नेपाल प्रहरीमा अनुशासन किन महत्त्व छ, अनुशासन बिना के हुन्छ र अनुशासन भएन भने के हुन्छ भन्ने कुराको निष्कर्ष यहाँ दिने र अनुशासन हुँदा के हुन्छ भन्ने कुरा अन्तिममा चाहिँ निष्कर्ष दिने। यति लाइन लेखेर तपाईँले चाहिँ राम्रो नम्बर पाउनुहुन्छ। यो कुरालाई तपाईँले स्क्रिनसट पनि लिन सक्नुहुन्छ है त। अब हामी जाउँ प्रश्न नम्बर 2 मा। प्रश्न नम्बर 2 मा के छ त कार्यालयमा बिहानको समयमा योगदानको कक्षा सञ्चालन तथा कार्यालयका प्रमुखलाई लेख्ने निवेदनको नमुना तयार गर्नुहोस् भनेको छ। अब त्यसका लागि गर्दा हाम्रो यहाँ पान्ना बचेको थियो, यहीँबाट सुरु गऱ्यौँ। अब हामीलाई खण्ड खण्ड छुट्याएर भनेको छ त्यो हाम्रो अर्को विषयमा गर्नेछौँ। अब यहाँनिर नेपालीको लेख्दा हामीले के गर्नु पर्यो त यहाँनिर हेर्न सक्नुहुन्छ प्रश्न नम्बर कतिको, प्रश्न नम्बर 2 को। प्रश्न नम्बर 2 को उत्तर भनेर यसरी लेख्ने, अन्डरलाइन गर्ने। प्रश्न नम्बर 2 को चिठी लेख्दा जहिले पनि चिठीको दायाँ साइड माथितिर अब के गर्ने त अब यहाँनिर अब मिति लेख्ने, हामी निवेदन लेख्छौँ। निवेदन लेख्दाखेरि सिम्पली हामी मिति मात्र लेख्छौँ, निवेदनको फर्मेट हो। यहाँनिर मिति लेख्ने, अब मिति जुन हो त्यो मिति लेख्ने, त्यसको ठ्याक्कै 1 लाइन 2 लाइन तल आएर दायाँतर्फ आउने। त्यसपछि चिठी कसलाई लेख्दा त्यसलाई सम्बन्ध, जस्तै हामी यहाँ कार्यालय प्रमुख चाहिँ श्रीमान कार्यालय प्रमुखज्यू भन्नु पर्यो। त्यसको तल के गर्ने त कसलाई लेख्ने त अब यहाँ म जिल्ला कार्यालयलाई लेख्नुपर्छ जिल्ला प्रहरी कार्यालय। अब यहाँनिर जुनसुकै ठाउँको दिँदा हुन्छ, तपाईँले आफ्नो ठाउँको नदिएर अर्को ठाउँको दिनु। जस्तै जिल्ला प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुर सुदूरपश्चिम प्रदेश नेपाल भने अन्डरलाइन गरे। त्यसपछि अब यसको पार्न पल्टाएर यदि तपाईँलाई अब यो इक्जाममा चाहिँ सोध्नु होला है, तपाईँले सुरुमा नै परिचय दिँदाखेरि लोकसेवा मान्छेलाई हामीले अगाडिको पान्नामा लेखिसकेपछि पछाडिको पान्नामा अनिवार्य लेख्नु पर्छ कि पर्दैन सोध्दैन। यदि उहाँहरूले होइन लेख्नु पर्दैन भने नै तपाईँले यहाँ नलेखे पनि हुन्छ, लेख्नुपर्छ नि तपाईँले अनिवार्य लेख्नुपर्छ। तर लेख्नु पर्दैन भने तपाईँले यो कपीलाई यत्तिकै खाली नछोड्नु, यो पान्नालाई तपाईँले यसरी सिम्पल सानो त्यो हल्का हातले चाहिँ क्रस गरिदिनु, नत्र यो कपी खाली राखेर यसलाई हुने भएकाले यो चाहिँ यस्तो गर्नु भनिन्छ। अब तपाईँहरू जाउँ यहाँ विषय लेख्नु पऱ्यो। विषय के त हामीले योगदानको व्यवस्था भनेर चाहिँ यहाँनिर के योगदानको कक्षा सञ्चालन गराइदिने बारे भनेर यसरी शीर्षक लेख्ने। यसको 1 लाइन तल आउने, यहाँनिर दायाँ साइडमा के लेख्ने त अब निवेदन लेख्दैन हामी के गर्छ त महोदय भन्छ। अब यो निवेदन सुरु गर्दा उपयुक्त विषय सम्बन्धमा भनेर सुरु गर्ने। अब यहाँनिर यो जे कुराहरू उल्लेख गरेको छ त्यो कुरालाई गर्ने अनि यसरी यहाँ चाहिँ गर्नु पर्यो तपाईँले। र यसको सकिसकेपछि लेखेको अन्तिममा चाहिँ तपाईँले यहाँनिर निवेदक भन्ने, निवेदक अब त यहाँनिर नाम दिएको छैन निवेदक भन्छ तपाईँले आफ्नो नाम लेख्न मिल्दैन है। तपाईँ परीक्षार्थी हो, तपाईँले आफ्नो नाम लेख्न मिल्दैन। यहाँनिर के गर्नु पर्यो, यहाँ नाम नदिएको चाहिँ तपाईँले ABCD वा क ख ग भनेर यसरी लेख्नु पर्यो, क ख ग। अब को हो त तपाईँ प्रहरी जवान भने प्रहरी जवान भनेर यसरी इन्डिङ गरिदिने है त। त्यसपछि क्वेसन नम्बर कतिमा जाउँ, क्वेसन नम्बर 3 मा जाउँ। क्वेसन नम्बर 3 मा के छ त तल दिएका निर्देशन बमोजिम उत्तर लेख्नुहोस् हुन्छ। अब यहाँ लेख्दाखेरि प्रश्न नम्बर 3 को उत्तर भनेर लेख्ने अनि क मा चाहिँ के हुन्छ कोष्टकमा दिए बमोजिम वाक्य परिवर्तन गर्नुहोस् भनेर चाहिँ हामी सिधै यसको अब क भनेर लेख्छौँ अनि क को डाइरेक्ट हामी आन्सर लेखिदिन्छ। आई नम्बर के छ सासू घरमा आउनुभयो, पुलिङ्ग बनाऊ भनेको छ। अब सासू घरमा आउनुभयोलाई सासूलाई हामी उल्टा के भन्छौँ ससुरा भन्छौँ। ससुरा घरमा आउनुभयो भनेर यसरी यसलाई चेन्ज गर्यो। अनि आइमा के छ उर्मिला सधैँ विद्यालय जान्छन्, अकरण बनाऊ भन्छ उर्मिला कहिले विद्यालय जाँदिनन् भनेर बनाउनु पर्यो यसरी। अनि त्यसपछि खमा के छ त खको आइमा तल दिएका शब्दको अर्थ लेख्नुहोस् भन्छ। विशुद्ध भन्छ। विशुद्ध भने के हो त शुद्ध, निर्मम,
निर्मल र पवित्र भनेर यसरी लेख्नु पर्यो। अनि सरलको अर्थ के हुन्छ, सरलको सजिलो साधारण भनेर यसरी लेख्नु पर्यो। अब गमा के छ त, अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् भन्ने छ। अर्थ खुल्ने गरी गमा आई नम्बरमा के छ, अटुट। अटुट भने राम र श्याम बीचको मित्रता अटुट छ, यसरी लेखिदिने। त्यसै गरी आईमा के छ त, अचेत। भनेपछि हरि दुर्घटनापछि अचेत अवस्थामा थियो। हरि दुर्घटनापछि अचेत अवस्था, यसरी तपाईँले जुनसुकै कुरामा मिलाउँदा हुन्छ त्यो शब्द चाहिँ यहाँ युज हुनु पर्यो। यति कुराहरू हो। र त्यसपछि घमा के छ, तलको वाक्यलाई शुद्ध गरी लेख्नुहोस् भने चाहिँ अब बुझ्न नसक्नेलाई जीवन कठिन सङ्घर्ष हो भनेर यसरी दिएको छ। अस्पष्ट छ, यहाँनिर तपाईँले स्पष्ट रूपमा लेख्नु पर्यो यसलाई। घमा चाहिँ तलका शब्दको विपरीतार्थक अर्थ लेख्नुहोस् भनेको छ। आई नम्बर के छ, आस्तिक छ। आस्तिकको विपरीत नास्तिक हुन्छ। अनि वीरताको कायरता हुन्छ, यसरी लेख्नु पर्यो। र तलको चाहिँ अब यो शुद्ध गरी लेख्नुहोस् भने चाहिँ अब यो शुद्ध गरी लेख्ने तरिकाहरू तपाईँले यहाँनिर लेख्नु पर्यो। अब यो बुझ्न नसक्नेलाई जीवन कठिन सङ्घर्ष हो, यसरी लेख्यौँ हामीले। र त्यसपछि अब यो भाग पुरै बाँकी रहन्छ। र हाम्रो अघि तपाईँले सुरुमा नोटिस गर्नुभएको होला, हाम्रो परीक्षाको प्रश्नपत्रमा के भनेको छ त, सुरुमा परीक्षाको प्रश्नपत्रमा सुरुमा हामीलाई यहाँनिर हेर्नुहोस् है, तपाईँलाई के भनेको छ त यहाँनिर, यहाँनिर के हुन्छ, प्रत्येक खण्डको उत्तर छुट्टा छुट्टै उत्तर पुस्तिकामा लेख्नुपर्ने छ भनेको छ। अब हाम्रो यहाँनिर नेपाली खण्ड छ भने हामीले यहाँनिर लेख्न मिल्दैन, यत्रो ग्याप रहँदा लेख्न मिल्दैन। त्यही भएर के गर्ने, यहाँ तल पिटियो भनेर लेख्ने, यसरी लाइनले एरो गरिदिने, यो भाग या त खाली छोडिदिने या त यो तलको भागलाई क्रस गरिदिने। यहाँ पिटियो भनेर लेखेपछि चेकरले बुझिहाल्छ पछाडि पनि धेरै कुराहरू छ भन्ने कुरा चेकरले बुझ्नुहुन्छ। र यति गरिसकेपछि अब तपाईँले के गर्नु पर्यो, पान्ना पल्ट्याउने र यताबाट लेख्न सुरु गर्ने। अब यहाँ के त, खण्ड ख विषयगत जुनमा कुन खण्ड छ त हाम्रो, अङ्ग्रेजी भन्ने खण्ड हुन्छ। अब यहाँनिर अङ्ग्रेजीबाट सुरु, यहाँ अङ्ग्रेजी भनेर लेख्ने। अङ्ग्रेजी भनेर लेखेपछि अब यहाँ के हुन्छ त, अङ्ग्रेजी भनेर सुरु हुन्छ। अङ्ग्रेजीको अब के हो त, क्वेसन नम्बर 4बाट छ नि, यहाँनिर क्वेसन नम्बर 4 एप्रोस्टपी एस आन्सर भनेर भने अर्थात् यसले क्वेसन नम्बर 4 को आन्सर भन्ने जनाउँछ। र यहाँ सिधै क्वेसन लेखिराख्नु पर्दैन, डाइरेक्ट आन्सर लेख्दै हुन्छ। क्वेसन नम्बर 4मा ट्रान्सलेट द फलोइङ भनेको छ। आई नम्बरमा चाहिँ यहाँ आई लेख्ने। आई इट अ म्याङ्गो भनेको छ, इन्टु नेपाली छ, नेपालीमा चेन्ज गर भनेको छ। आई इट अ म्याङ्गो भनेको छ, म आँप खान्छु भनेर वर्तमान कालमा बनाउनु पर्यो। अनि आइमा छ, ऊ पुस्तक पढ्छ, इन्टु इङ्ग्लिस। उलाई हामी हि भन्छौँ, पुस्तकलाई बुक भन्छौँ, पढ्छलाई रिड भन्छ भनेपछि अब हिसँग के हुन्छ, भर्ब नम्बर 5 लाग्छ भनेपछि हि रिड्स अ बुक भनेर लाउनु पर्यो है। अब आई भइदिएको आई रिड अ बुक हुन्थ्यो। अब हिसँग भर्ब नम्बर 5 लाग्ने भएकाले, थर्ड पर्सन भएकाले यो हिसँग भर्ब नम्बर 5 लाग्ने, हि रिड्स अ बुक भनेर भन्नुपर्ने भयो। त्यसै गरी आईमा के छ त, सीता विद्यालय जान्छिन् भनेर भनेको छ। अब यसलाई इन्टु इङ्ग्लिस भनेर छ भने चाहिँ यसलाई के गर्नु पर्यो, यो सीता विद्यालय जान्छिन् यो सामान्य वर्तमान कालमा छ, इङ्ग्लिसमा ट्रान्सलेट गर्दा यसलाई सिम्पल प्रेजेन्ट टेन्समा ट्रान्सलेट गर्यो। त्यही भएर यसलाई सीता विद्यालय जान्छिनलाई सीता, अब उनी सीता पनि थर्ड पर्सन भएकोले यससँग नि के त भर्ब नम्बर 5 लाग्छ। अब म भइदिएको आई गो टु स्कुल हुन्थ्यो। अब सीता भन्नाले सीतासँग भर्ब नम्बर 5 लाग्यो, सीता गोज टु स्कुल भनेर यसरी लेख्नुपर्ने भयो तपाईँले यहाँनिर। त्यसै गरी प्रश्न नम्बर कति छ, 5 छ। प्रश्न नम्बर 5 को लेख्दाखेरि यहाँनिर अलिकति ग्याप दिने, यहाँनिर लेख्ने क्वेसन्स नम्बर 5 एप्रोस्टपी एस अनि एन्सर भनेर लेख्ने। र क्वेसन नम्बर 5 मा के छ, राइट द मिनिङ अफ द फलोइङ वर्ड्स इन नेपाली भनेर सोधेको छ। गभर्नमेन्ट भनेको छ, गभर्नमेन्ट लेख्ने, सिधा लेख्ने। गभर्नमेन्टलाई नेपालीमा के भन्छ, सरकार भन्छ। र अर्को यहाँ छ स्यालेरी भनेको छ, स्यालेरीलाई नेपालीमा के भन्छ, तलब भन्छ। र ब्रिजलाई नेपालीमा के भन्छ, पुल भन्छ, हो यसरी लेख्ने है। अब अर्को क्वेसन नम्बर 6 छ, म्याच द फलोइङ वर्ड्स भनेको छ, 3 नम्बर गाउँछ यो। यसलाई क्वेसन नम्बर 6 एप्रोस्टपी एस आन्सर भनेर लेख्ने। अब यसलाई गर्दा के गर्ने, कोलम ए कोलम बी छ, कोलम एलाई पहिला लेख्ने जस्ताको त्यस्तै लेख्ने, कोलम बीलाई गर्दा चाहिँ यहाँ सच्याएर लेख्नुपर्ने हुन्छ, यहाँनिर एरोले सिधा सिधा गर्ने। जस्तै कोलम एसँग कोलम बी मिल्न जाने शब्द कुन हो त्यो छाड्ने। पहिलोमा छ इन्जिनियर। इन्जिनियरले के काम गर्छ त, इन्जिनियरले कन्स्ट्रक्सन काम गर्छ भने यो कन्स्ट्रक्सनलाई यसको सिधा लेखिदिने। त्यसपछि सेफले के काम गर्छ त, सेफले कुकिङ गर्ने काम गर्छ भने चाहिँ यो सेफको सिधा कुकिङ भनेर लेख्ने। र जर्नलिस्टको काम के हो त, म्यागाजिन बनाउने काम हो, म्यागाजिनमा लेख्ने काम भन्छ जर्नलिस्ट इक्वल्स टु म्यागाजिन, यसरी सिधा सिधा एरो तानेर आन्सर लेख्ने है त। त्यसै गरी अर्को प्रश्न छ, अब प्रश्न नम्बर कति त, प्रश्न नम्बर 7 मा। प्रश्न नम्बर 7 मा के भनेको छ त हेरौँ त। प्रश्न 7 मा राइट द फलोइङ नम्बर्स इन वर्डमा भनेको छ। अब यसलाई लेख्दा पनि क्वेसन नम्बर 7 एप्रोस्टपी एस आन्सर भन्ने। अब यो सानो भएकोलाई चाहिँ सार्ने। जस्तै आई नम्बरमा 105 छ, 105 लाई हामी कति भन्छ, 105 भन्छ, यसरी लेख्ने। अनि 89 छ, 89 लाई हामीलाई 89 भनेर यसरी लेख्छ, यसरी लेख्ने। र यो आईमा के छ त, 123 छ भने 1 अब यहाँ के छ 123 भनेर यसरी लेख्ने है त। अब क्वेसन नम्बर 8 मा छ, क्वेसन नम्बर 8 मा क्वेसन नम्बर 8 एप्रोस्टपी एस आन्सर भनेर लेख्ने। क्वेसन नम्बर 8 मा के भनेको छ त,
राइट द सिङ्गुलर एन्ड प्युलर फर्म अफ द वर्ड्स गिभन बिलो एज इन्डिकेटेड इन ब्राकेट्स भनेर दिएको छ भने चाहिँ अब यहाँ किन आइकोमा के छ बुक्स छ सिङ्गुलरमा छ बुक्सको सिङ्गुलर के हुन्छ अब यसलाई लेख्दा तपाईँले यहाँनिर लेख्नु पऱ्यो यहाँ बुक्सको सिङ्गुलर नाउन के हुन्छ बुक हुन्छ त्यसरी पप्पीको प्युलर फर्म के हुन्छ पप्पीको यो चाहिँ पप्पिज हुन्छ कारण के चाहिँ अन्तिम लेटर चाहिँ यो वाइमा टुङ्गिन्छ र वाइ भन्दा अगाडिको लेटर चाहिँ कन्सोनेन्ट लेटर छ भने यसलाई प्युलर बनाउँदा आइएस लगाएर प्युलर बनाउने भन्ने नियम छ त्यही भएर पियुपिपिवाई पप्पीलाई पियुपिपिआइइएस पप्पिज भनेर यसरी लाउनु पर्यो र अर्को चाहिँ एमओयुएसई माउस छ माउसको प्युलर फर्म के हुन्छ त एमआइसिई माइस हुन्छ यसरी लेखेर यो म्याथको गर्नु पऱ्यो अब यहाँनिर त्यसको अङ्ग्रेजीको गर्नु पऱ्यो अङ्ग्रेजी सकिसकेपछि तपाईँ यहाँ बाँकी रह्यो भने यहाँ के पनि नलेख्ने यहाँनिर पिडियो लेख्ने यसरी एरोले देखाउने यो भागमा जति बाँकी रह्यो लेख्न मिल्दैन किनभने चाहिँ हामीले हरेक खण्डको उत्तर छुट्टा छुट्टा पुस्तकमा लेख्नु पर्ने हुन्छ चाहिँ अब यसलाई के गर्ने त पान्ना पल्टाउने र यतापट्टिकोबाट सुरु गर्ने है त अब यहाँबाट म्याथ गर्न सुरु हो गणितको सुरु हुँदा यहाँ गणित भनेर लेख्ने यसरी चाहिँ अब प्रश्न नम्बर कति 9बाट सुरु हुन्छ प्रश्न नम्बर 9को उत्तर भनेर लेख्ने प्रश्न नम्बर 9को उत्तर लेख्दा यहाँ के गर्ने कमा जोड गर्न सक्दा 456 मा 379 जोड्दाखेरि कति हुन्छ अब जोड्दाखेरि पछाडिको सङ्ख्यालाई पछाडि 3 6 र 6 र 9 को जोडेर कति भयो 6 र 9 15 15 को 5 हात लाग्यो 1 अब 5 र 7 जोडेर कति हुन्छ त 5 7 12 12 मा हात लाग्यो 1 जोडेर 13 13 को 3 हात लाग्यो 1 अब यो 3 र 4 जोडेर 7 हुन्छ 7 मा 1 जोडे 8 हुन्छ 835 हुन्छ यसरी लेख्नु पर्यो यो तेर्सो विधिमा छ तेर्सोमा गर्ने अब ख मा के छ ठाडो विधिमा छ भने चाहिँ 5 8 9 5 8 7 587 मा 634 अब जोड्दाखेरि ठाडो विधिमा 6 7 र 4 जोडेर 11 11 को 1 हात लाग्यो 1 8 र 1 जोडेर 9 9 मा 1 जोडेर 10 10 को 0 हात लाग्यो 1 5 6 11 11 मा हात लाग्यो 1 जोडेर 12 हुन्छ यसरी लेख्नु पर्यो अब प्रश्न नम्बर 10 मा के छ प्रश्न नम्बर 10 को उत्तर हुन्छ प्रश्न नम्बर 10 को उत्तर लेख्दाखेरि यहाँ प्रश्न नम्बर घटाउ गर्नुहोस् भनेको छ प्रश्न नम्बर 10 मा के छ त 405 बाट 196 घटाउनु छ घटाउँदाखेरि पछाडिको सङ्ख्याबाट घटाउने ठाडो विधिमा छ ठाडो विधिमा गर्ने तेर्सो विधिमा छ तेर्सो विधिमा गर्ने 5 बाट 6 घट्छ घट्दैन चाहिँ 21 बाट 7 लिएर 0 बाट 1 गर्दिदैन यो 0 ले 4 बाट 1 साटले यहाँ 10 भयो 10 बाट 1 यसमा दिएपछि यहाँ 15 15 बाट 6 घटाउने कति रह्यो 9 रहने भयो अब यो सँग कति भयो त 9 हुने भयो 9 बाट 9 घट्यो 0 अब यो सँग कति बाँकी थियो त अघि 1 साटले चाहिँ 3 थियो 3 बाट 1 घट्यो भने 2 भनेपछि 209 यसरी रहने भयो अब अर्को के भने के हो यो ठाडो विधिमा घटाउँछ 53 बाट 37 घटाउँछ चाहिँ 3 बाट 7 घट्छ घट्दैन 1 साबाट लियो 13 13 बाट 7 घट्यो भने 6 रहन्छ यो सँग कति बाँकी रह्यो 6 रह्यो 6 बाट 3 घट्यो 3 रह्यो यसरी यसको आन्सर आउने भयो र प्रश्न नम्बर 11 गर्दाखेरि गुणन गर्नुहोस् है प्रश्न नम्बर 11 को उत्तर भन्ने अब यो 8 ले 6 लाई गुणन 8 छका कति भयो 48 48 को 8 हात लाग्यो कति 4 अब यो 8 ले 7 लाई गर्दाखेरि कति भयो त 8 ले 7 लाई गर्दा 8 7 56 56 मा हात लाग्यो 4 जोडेर 60 हुन्छ 608 यो हुने भयो अब अर्को के छ त यो ठाडो विधिमा गुणन छ चाहिँ ठाडो विधिमा गर्दाखेरि 79 लाई 69 लाई 23 ले गुणा गर्ने पाले पाले 3 ले पहिला 9 त्यहाँ 27 को 7 हात लाग्यो 2 अनि 3 छक्का कति 18 18 मा हात लाग्यो 2 जोडेर 20 भयो अब 2 ले गर्दा एक अङ्क छोडेर अगाडि 2 ले 9 लगाएर 2 9 मा 18 18 को 8 हात लाग्यो 1 2 छक्का 12 12 1 13 अब जोड्ने 7 को तल के छैन 7 8 र 0 जोडेर 8 2 र 3 जोडेर 5 1 को 1 यसरी यसको आन्सर आउने भयो त्यसैगरी प्रश्न नम्बर कति छ त प्रश्न नम्बर 12 मा जाउँ प्रश्न नम्बर 12 मा के हुन्छ त भाग गर्नुस् भनेको छ अब जुन किसिमले भाग दिएको छ त्यही किसिमले भाग गर्न पर्यो 30 लाई कतिचोटी गर्छ त 3 ले 10 चोटी गर्छ 10 यहाँ 30 गरेपछि 30 घटाइदिने कति रहन्छ यहाँ 1 को 1 रहने भयो 5 को 5 15 हुने भयो अब यो 15 लाई 3 ले कति अब 3 ले 15 3 5 15 5 चोटी जान्छ भने के रहने शेष कति हुने भयो त अब यहाँ शेष कति हुने भयो त यो यसले गर्दाखेरि 105 यसको आन्सर आउने भयो त्यसैगरी अर्को के छ हामीलाई यहाँनिर दिएको छ 91 लाई 13 ले गर्ने भनेको छ डाइरेक्ट गरे हुन्छ 91 लाई 13 ले भाग गर्दा 13 7 कति हुन्छ 91 हुन्छ 7 यसको आन्सर आउने भयो र यहाँनिर तपाईले पिटिए लेख्ने फेरि पान्ना पल्टाउने यतातिर जाने यता जाँदाखेरि अब यतातिर हिसाब गरेर हेरौँ यतातिर हिसाब गर्दाखेरि हामी प्रश्न नम्बर कति छ प्रश्न नम्बर 13 मा प्रश्न नम्बर 13 मा यसको के छ तल दिएको अङ्कलाई अक्षरमा र अक्षरलाई अङ्कमा लेख्नुस् भनेको छ अब यहाँ 55 55 भनेर लेख्ने अनि 485 485 भनेर लेख्ने त्यसपछि 7279 चाहिँ 7279 भनेर यसरी लेख्ने र अर्को 43 छ 43 यसरी 43 लेख्ने 815 छ 815 यसरी 815 भनेर लेखिदिने त्यसपछि 14 नम्बरमा छ सरल गर्नुस् भनेको छ 14 नम्बरमा सरल गर्दाखेरि यहाँनिर अब तपाईले यहाँनिर के गर्नु पर्यो 28 + 3 अनि इन्टु 4 भनेर दिएको छ अनि -12 हुन्छ अब यहाँ सरल गर्नु पर्यो पहिला जोड घटाउ गुणन भागमा चाहिँ सरल गर्दाखेरि पहिला के गर्ने भागलाई गर्ने त्यसपछि गुणनलाई गर्ने त्यसपछि जोड गर्ने त्यसपछि मात्रै घटाउलाई गर्ने अब यहाँ गर्दाखेरि 28 मा 3 भने चाहिँ यहाँ 28 मा 28 प्लस गर्ने 3 र 4 गर्ने 3 चौको 12 गर्ने
-12 राख्ने। अब 28 र अब के गर्ने, अब जोडको काम गर्ने। 28 र 12 जोडेर 40 -12 गर्ने। 40 बाट 12 घटे कति रहन्छ? 28 हुन्छ। यसको आन्सर 28 भनेर आउने भयो। यसरी यसको सही आन्सर आउने भयो। र प्रश्न नम्बर 15 छ। प्रश्न नम्बर 15 को उत्तर भनेको छ प्रश्न 15 को सरल गर्नुस् भनेको छ। अब यहाँ सरल गर्दा यहाँ के छ त 70/2 अनि ब्र्याकेट सुरु भएको छ 4 अनि कोष्टक सुरु भएको छ 10 + 5 - 7 हुन्छ। अब यहाँनिर यसलाई गर्दा चाहिँ बोर्डमासको रुल हामीले फलो गर्नुपर्ने हुन्छ। बोर्डमास रुल भने थाहा छ कि छैन तपाईँहरूलाई? BODMAS रुल छ भन्दा पहिला ब्र्याकेट्स अफ गर्ने, त्यसपछि पहिला डिभिजन काम गर्ने, मल्टिप्लिकेसन काम गर्ने, एडिसन गर्ने र अन्तिममा सब्सट्र्याक्सनको काम गर्ने हो। त्यसैले अब यहाँ के गर्नु पर्यो 70/2 को 2 यहाँ ब्र्याकेट्स हामी जस्ता त्यस्तै राख्छौँ अहिले। अब यहाँनिर के गर्नु पर्यो त पहिला हामीले ब्र्याकेट्स भित्रको सल्भ गर्नु पर्यो। 10 + 5 जोडेर 15 हुन्छ -7 गर्यो ब्र्याकेट्स क्लोज गर्ने 70/2 अनि ठुलो कोष्टकले बन्द गर्ने 4 को 4 लेख्ने प्लस गर्ने कोष्टकभित्र जाने 15 बाट 7 घटे कति रहन्छ 8 रहने भयो। 8 भने चाहिँ अब कोष्टक बन्द गर्ने फेरि यो कोष्टक हटाउनु पर्यो भने चाहिँ 70/2 अनि ब्र्याकेट छ र अब यहाँ प्लसको प्लस भित्र र भित्र केही पनि चिन्ह छैन तर बाहिर प्लस राख्ने 8 लाई बाहिर ल्याउने। अब फेरि के गर्नु पर्यो 70/2 को 2 गर्नु पर्यो। अब ठुलो कोष्टकलाई ठुलो कोष्टक नै राख्नु पर्यो। अब 8 र 4 को जोड गरेर 12 हुने भयो। अब यहाँ के गर्ने त 70/2 को 2 गर्ने। अब यो दुईटाको बिचमा चिन्ह के पनि छैन भने गुणन भनेर मान्नु पर्यो। यहाँ इन्टु राख्नु पर्यो 12 लाई बाहिर ल्याउनु पर्यो। अब के गर्नु पर्यो त अब सबैभन्दा पहिला भाग गर्नुपर्ने हुन्छ। भाग गर्दा कोष्टकहरू सबै हटाइसकेपछि भाग गर्नु पर्यो। भाग भनेको चाहिँ 70 लाई 2 ले भाग गर्दा 35 आयो इन्टु 12 गर्ने। अब 35 र 12 को गुणा गरेको कति हुन्छ त 420 हुन्छ। यसको आन्सर 420 हुने भयो है त। त्यसरी प्रश्न नम्बर 16 मा छ। प्रश्न नम्बर 16 मा के भनेको छ हरिसँग रु 748 थियो, उसलाई रामले रु 252 सापट्टि दियो भने अब हरिसँग जम्मा कति रुपियाँ भयो होला भन्छ। यो अब शाब्दिक जोडको कुरा यसलाई गर्दा त्यसरी नै गर्ने। अब प्रश्न अनुसार के भन्ने त यहाँनिर हरिसँग सुरुमा भएको जम्मा रकम रु 748 थियो। 748 ने हरि के त रामले हरिलाई सापट दिएको रकम बराबर रु 252 हो भनेपछि अनि त्यसपछि 252 लेख्ने। अब के भयो त हरिसँग भएको जम्मा रकम बराबर वाट। अब हामीलाई थाहा छ हरिसँग भएको जम्मा रकम कसरी हुन्छ हरिसँग सुरुमा भएको रकम प्लस हरिलाई रामले दिएको रकम हो अर्थात् रु 748 प्लस रु 252। अब जोड्न पर्यो यो 8 र 2 को जोड गरेर 10 10 को 0 हात लाग्यो 1 5 र 4 जोडेर 9 हात लाग्यो 1 जोडेर 10 10 को फेरि 0 हात लाग्यो 1। अब 2 र 7 जोडेर कति हुन्छ 2 र 7 9 हुन्छ हात लाग्यो 1 जोडेर 10 हुन्छ 10 अर्थात् अब हरिसँग जम्मा कति रुपियाँ हुने भयो त रु 1000 हुन्छ भनेर यसरी लेखिदिने। त्यसैगरी अब अर्को प्रश्न छ। अर्को प्रश्न कति प्रश्न नम्बर 17 मा जाउँ। प्रश्न 17 मा एउटा पुस्तकको मूल्य रु 478 पर्दछ भने 3 दर्जन पुस्तकको मूल्य कति पर्छ भनेर सोधेको छ। अब यहाँ प्रश्न अनुसार के लेख्ने एउटा पुस्तकको मूल्य रु 478 रुपियाँ हो एउटा पुस्तकलाई भने 3 दर्जन अर्थात् 3 दर्जन भनेको 1 दर्जनमा 12 रहन्छ 3 × 12 चाहिँ 12 यहाँ 36 पुस्तकको मूल्य कति छ वाट गर्ने। अब भन्ने यो शाब्दिक गुणन है त। अब 3 दर्जन अर्थात् 12 × 3 अर्थात् 36 वटा पुस्तकको मूल्य कति आउँछ एउटा पुस्तकको मूल्य 478 छ भने 12 अब 3 दर्जन 36 पुस्तकको मूल्य बढी पर्छ बढीका लागि गुणन गर्छु इन्टु 36 गर्ने। अब 36 गर्ने पालै पालो गुणन गरेर अनि यता लेख्ने रफ लेख्दा तपाईँले पछाडिको पानामा रफ बनाउन पाउनुहुन्छ र त्यसलाई काट्न पनि पाउनुहुन्छ अन्तिममा। अब यसलाई यसरी गुणन गर्दा कति 17,208 रुपियाँ आउँछ। तसर्थ के भने 3 दर्जन पुस्तकको मूल्य रु 17,208 रुपियाँ पर्दछ भनेर यसरी लेख्ने है त। अब प्रश्न नम्बर 18 मा छ। प्रश्न नम्बर 18 को उत्तर भनेको छ। प्रश्न नम्बर 18 को उत्तर के छ त 35 लाई 7 ले भाग गरेर 15 जोड्दा कति हुन्छ पत्ता 35 लाई 7 ले भाग गरेर 15 जोड्दा कति हुन्छ पत्ता लगाऊ भनेको छ। यसको लागि के गर्ने त 35 लाई 7 ले भाग 35 भाग 7 गर्ने र गरेर 15 जोड्दा हुन्छ प्लस 15 गर्ने बराबर वाट बनाएको छ। अब यहाँ के गर्नु पर्यो रुल्स अनुसार पहिला भाग गर्ने हो 35 लाई 7 ले कति 7 पंचे 35 5 चोटि जाने प्लस को प्लस 15 को 15 15 र 5 जोडेर 20 हुने 20 जोडेपछि यसको आन्सर कति हुने 20 आउने भयो। यसरी तपाईले चाहिँ यसको अब हिसाब गर्न सक्नुहुन्छ। यसरी यसको आन्सरहरु चाहिँ निस्किन्छ है त। हो यो चाहिँ हाम्रो नेपाल प्रहरी जवानलाई लोकसेवा आयोगले 2081 साल 3 महिना 29 गते सोधेको प्रश्नपत्रको 100 मार्क्सको हामीले यो सल्युसन गरेर देखायो। तपाईलाई यो सल्युसन सेट कस्तो लाग्यो कमेन्ट गर्नु होला र तपाई के कुराको जानकारी चाहनुहुन्छ भने हामीसँग जोडिन सक्नुहुन्छ कमेन्ट पनि गर्न सक्नुहुन्छ है त। त्यसैगरी तपाईहरु निशुल्क रूपमा नेपाल प्रहरी सशस्त्र प्रहरी नेपाली सेनाको लिखित तयारी गर्न चाहनुहुन्छ त्यसका लागि तपाईले हाम्रो वेबसाइट rupesbk.com.np मा आएर पनि जोडिन सक्नुहुन्छ। प्ले स्टोरबाट हाम्रो मोबाइल एप्लिकेसन यो एएपी लिखित भनेर यो एप्लिकेसनमा डाउनलोड गर्न सक्नुहुन्छ। युट्युबमा हाम्रो यो लर्न विथ रुपेश युट्युब च्यानलमा पनि जोडिन सक्नुहुन्छ र साथै हाम्रो टिकटक एकाउन्ट यो फोर्स तयारी विथ रुपेश भनेर रहेको छ एएपी लिखित भन्ने यो चाहिँ टिकटकमा जोडेर पनि तपाईहरुले हामीसँग नेपाली सेना सैन्यको नेपाल प्रहरी जवानको र सशस्त्र प्रहरी जवानको लिखित तयारी गर्न सक्नुहुन्छ है त। धन्यवाद।